कहिले जानुहुन्छ अब आधी किलो छ यो मक आधी किलोको मकमा आधी किलोको मकमा चिया छ कटिङ पनि सुरु भइसक्यो है साबुन छ यहाँनिर कराई पनि बसिसक्यो आलु पनि बनाइसक्यो है अब चाहिँ आज चाहिँ आगो बोलिसक्यो अब चाहिँ पाक्छ है यो चाहिँ खतरा हाम्रो नानाले एकदम ह्यान्डमेड मिक्सी है यो चाहिँ ह्यान्डमेड मिक्सी होइन ह्यान्ड बनिँदैछ है डल्ले मुलाको फलेको रहेछ आलु पनि यस्तो दामी फलेको रहेछ है आलु पनि गरिहाल्छ त न्युज पेपर पाएन अरे अन्त जुगाड चाहिँ खतरा गर्छ पोल्ने चाहिँ यो खोजेको अघिदेखि अहिले चाहिँ ल्याएछ नानाले धोएर यहाँ चाहिँ गरम भएर बिचरा है गोल फिङ्गर फ्राई गर्दैछ नानाले चाहिँ ह्यान्डमेड मिक्सी दामी बनाएको छ सुबिन कामले च्याउ आलु सामान पनि आयो खाना नानाले हामी चाहिँ खाना पनि खान थालेको अब